सम्पूर्णमा नमस्कार। म शिवराज खड्का। आज हामी गौशालामा आएका छौँ र विशेष गरेर आजको यो साउन महिना जुन पवित्र महिना भनेर पनि गनिन्छ, आज विशेष गरेर हामीलाई चाहिँ यी गौ 700 वटा गौहरूको लागि आजको चाराको लागि हाम्रो अमेरिका निवासी आदरणीय हाम्रो सबै प्रिय दाई शिव सिलवाल दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आज विशेष गरेर आज हामी त उहाँको नाउँबाट हामी सबै गाईहरूलाई यसरी चारा खुवाइरहेका छौँ, तपाईँहरूलाई दृश्यमा देखाइरहेका छौँ। उहाँको धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले 15,000 रुपियाँ हालेर यी सबै गौहरू जुन अपाङ्ग असहाय गौहरू छन् यिनीहरूको लागि उहाँले पठाइदिनु भएको छ र विशेष गरेर यी सयौं गाईहरूको आजको दाना पानीको लागि साउन महिनाको पहिलो 1 गते हामीलाई यी सबै गाईहरूलाई चाहिँ हामीले आज दाना खुवाइरहेका छौँ र तपाईँहरू सबैलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँको घर परिवार आफन्तहरू सबैलाई एकदमै हामीले यहाँबाट सम्झेका छौँ। विशेष गरेर उहाँको घर परिवार यी गौ सेवाको लागि आज 15,000 रुपियाँ उहाँले हालिदिनु भएको थियो। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै नमस्कार हजुर। नमस्ते, जय गौ माता हजुर। यस कृष्णपुर नगरपालिका का सम्पूर्ण नगरवासीलाई म यसरी ग्वासी समयची गौशालाको तर्फबाट प्रणाम गर्दछु। आज यो हाम्रो गौप्रेमी अमेरिकन निवासी शिव सिलवाल भन्ने उहाँको बहुत बहुत गाई माताले उहाँको रक्षा गरन, प्रवासमा पनि बसे पनि उहाँलाई एकदम यो गाई माताको यो ध्वनिबाट पनि उहाँको रक्षा होस् भन्न चाहन्छु। उहाँले आज यो पुण्य महिना साउनको 1 गते, यो श्रावण 1 गते शिवको महिना हो, शिवजीको भेट गरेर यिनी गाई माताको लागि 15 कट्टा ढुटो उहाँले दिएको हुनाले म उहाँलाई त चाहिँ बहुत बहुत धन्यवाद छँदैछ र उहाँसम्म यो कुरा पुगाइदिने हाम्रो अभियानकर्ता शिवराज खड्काजीलाई पनि उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँको अथाह प्रयास छ। उहाँले पहिला पनि गौ कथा गौ यज्ञ लगाउने समयमा उहाँले धेरै चाहिँ जनासँग नेटवर्क जोडाएर QR कोडमा उहाँले लगभग 2-2.5 लाख रुपियाँको कारोबार गरिदिएको छ। अहिले पनि उहाँ प्रवासमा थिए, प्रवासबाट आएर पनि आफ्नो लगानी लागेको ठाउँमा उहाँलाई माया लाग्यो। माया लागेर के छ त गौशालाको व्यवस्था भनेर आउँदा उहाँ एकदम खुसी भए। तपाईँहरूले राम्रो काम गर्नुभएको रहेछ, फेरि पनि म यो कुरालाई अन्त पुगाउँछु भनेर तुरन्त उहाँले अमेरिकावासी उहाँ चाहिँ शिव सिलवालजीलाई यो कुरा पुगाउँदा उहाँले आफ्नै मनले एकदम उहाँ धन्य होस्, उहाँको एकदम चाहिँ शुभ होस्। उहाँले 15 कट्टा ढुटो ल्याएर आज यो गाई मातालाई आज उहाँको तिहार बनाइदिएको हुनाले उहाँको बुवा मृत्यु पनि भएको रहेछ, उहाँको स्वर्गमा बास होस्। उनको बुवाको नामबाट हामीले उनको पितृ पार तरण भन्नको लागि हामीले यो काम गरिदिएका हौँ। अमेरिका निवासी शिव सिलवालले गाईको लागि एउटा आफ्नो पुण्यको लागि र एउटा यो गाईको रक्षाको लागि एउटा चाहिँ 15 कट्टा ढुटो दिनुभएको छ। उहाँले चाहिँ उहाँको चाहिँ धेरै धेरै धन्यवाद छ, धेरै धेरै चाहिँ शुभकामना छ। यसरी हामीले गाउँ यो पिछडीका रोडमा चाहिँ हिँड्दै गरेका गाईलाई आज यो वडा नम्बर 4 मा यसरी चाहिँ एउटा चाहिँ सहरनी सुदूरपश्चिमकै नमुना गौशालाको चाहिँ देख्दा यसरी सबैले गौको सेवा गर्नुपर्छ। गौ भनेको पिता हुन्, माता हुन्, जगतकी जननी हुन्। यसरी हामीले गाईलाई पनि एउटा चाहिँ सम्मान दिनुपर्छ। यसरी सम्मान हामीले पाउँछौँ भन्ने